नमस्ते सबैजनालाई र आज चाहिँ म एउटा इन्फर्मेटिभ भिडियो लिएर आएको छु के छ भन्दा चाहिँ आज चाहिँ घरेलु एउटा मेडिसिन लिएर आएको छु है जो चाहिँ गाउँठाउँमा पाइबस्ने है सबैको लागि चाहिँ एकदम राम्रो है म त्यो चाहिँ के हो सबैले देखिरहेको होला म देखाउन गइरहेछु यो चाहिँ दुधिलो है सबले देखिरहेको चिनिरहेको है र यसको चाहिँ के छ भन्ने चाहिँ अब धेरै फाइदाहरू छ बेनिफिटहरू है यो चाहिँ युज गर्नु अब कस्तो प्रकारले युज गर्नुपर्छ त्यो चाहिँ म अहिले भन्ने छु र यसको चाहिँ युज गर्दाखेरि चाहिँ अब के हुन्छ जोइन्टको भयो है मसल्सहरू भयो है त्यसको त्यसलाई चाहिँ इम्प्रुभ गर्ने काम गर्छ है अन्त यो चाहिँ कसरी युज गर्नुपर्ने है म तपाईहरुलाई भन्ने छु र यो भिडियोलाई चाहिँ अब लास्टसम्म हेरिदिनु होला किनभने अब लास्टसम्म यसलाई कस्तो प्रकारले यो चाहिँ अब जति सक्दो है धेरै लिएर आउने ट्राई गर्नु है लिएर चाहिँ यसरी गाईलाई दिनुपर्छ हो गाईले पनि मजाले खान्छ मिठो मानेर हो अन्त यसले खाएपछि चाहिँ बिहान बेलुका दुध दिन्छ है त्यही दुध चाहिँ एक एक कप चाहिँ बिहान र बेलुका खानुपर्छ त्यो सबै बिमारबाट मुक्त हुन्छ बेलुका दुध दिन्छ है त्यही दुध चाहिँ एक एक कप चाहिँ बिहान र बेलुका खानुपर्छ त्यो सबै बिमारबाट मुक्त हुन्छ तपाईहरु